आजको भगवान भनेको दाजुभाइ त हो नि। आज त पुज्नुपर्छ रे। होइन अब केरा सामान भएन अब हामी एकदम राम्रो है फेरि बुढी उम्रा लगा सबै टिका उतै गाउँदै पर लगा धेरै नगाड अनि हलुका गर अनि सबै माथि मन टिका गर काँचीको त सबै मिले मात्रै धेरै टिका ज्यादा रातो सबै पुज्दै उ गरेन त्यही भएर के पुज्दै लाउँदै गर्नुपर्छ नि। अनि रुमाली गङ्गा अनि पुज्दै एकथरी पुज्दै बुढी उम्राले मात्रै लगा टिका आजको टिका बुढी उम्राले लाउने अरे के हो भाइ टिका हामी जहिले पनि बुढी उम्राले लाउँछौँ टिका यसरी लगायो भने हेर्नु भएको हातले लगायो नि हामी त बुढी उम्राले लगाइन्छौँ टक्क लाएर लामो गरेर पहिला त जहिले हातले लगाउँथ्यो अहिले कान्छी त्यो उसले एक वर्षमा मान्ने चाड पनि फोटो खिच्दै होला नि तिमीहरू आधा घन्टा त सिधै सानो मान्छेलाई बिचरा झन् होस् बनाइदिएर ठुलो मान्छे बुढा हात पुस्दै लाउँदै त्यो केरा पत्ता भएपछि त्यो भित्रमा भिनाजु कहाँ लाउनुहुन्छ ठिक निधारमा त्यो पुस्दै उता नाच्यो यो केरा कटिङै अलिकति कटिङ मान्छेले अलिक कटिङ खराब गरे भने चाहिँ के तल सुरिलो भयो माथि ठ्याक्क सख्त रङ्गीको हुने डाले छैगो छोटो सम्हाल हजुर